जिन्दगीमा चाहिँ नि साथीहरू एक दुई महिना घरदेखि बाहिर कहीँ निस्केर केही गरेन भने चाहिँ सबै कुरा बिर्सिने, कहाँदेखि कहाँ जानुपर्ने, के गर्नुपर्ने थाहै नहुने क्या। यति भन्दै म तपाईँहरूलाई स्वागत गर्न चाहन्छु यो मेरो मिनी भिडियोमा। सो यो मेरो झ्यालबाट देखिने बाहिरको नजारा यस्तो छ होइन। तपाईँहरूलाई चाहिँ म आजको मिनी ब्लगमा चाहिँ स्वागत गर्न चाहन्छु। यहाँ जुमसुङ्गे छु म होइन। त्यसपछि चाहिँ बिहानै उठेर चाहिँ आजको मेरो दिनको सुरुवात भनेको यसरी भयो। म उठ्दा सोल्टिनी चाहिँ मसला पिन्दै हुनुहुन्थ्यो। सो म चाहिँ अब सुँगुरलाई चारो दिन थालेको। यहाँ बुहारीले रक्सी पनि बसाइसकेको अवस्था। अन्त मैले चाहिँ सुँगुरलाई चारो चाहिँ अब यसरी चाहिँ लगेर चाहिँ दिँदैछु। आजको घामको उज्यालो भन्नुहुन्छ भने चाहिँ एकदम धेरै दामी भइरहेछ। सुँगुरहरू यहाँ मलाई पर्खिरहेछ होइन। पुरा कति बेला चारो लिएर दिन्छ भन्दै। सो उता इन्द्रदेव माथि झलल भइराख्नु भएको छ होइन। सो गाइजहरू यस्तो छ। अनि त्यसपछि मैले चाहिँ यसरी सुँगुरहरूलाई चाहिँ चारो दिएँ। तपाईँले चाहिँ कसरी सुरुवात गर्नुभएको थियो दिनको होइन। सो मेरो चाहिँ त्यस्तै गरेर भएको थियो। अब म तपाईँलाई थोरै नजरा देखाउँछु कि इन्द्रदेव उहाँ हुनुहुन्छ एकदम किरण छर्दै हुनुहुन्छ उहाँले। मेरो सुँगुरले चारो यसरी खाँदैछ गम 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 होइन। गाइस हाम्रोतिर चारो यस्तो दिइन्छ, तपाईँहरूकोतिर कस्तो दिनुहुन्छ? यहाँ कुखुरा पनि हेरेर खानु पाउँछ कि भनेर आइरहेछ। यहाँ अर्कोले पनि खाँदैछ। अन्त गाइजहरू यहाँ चाहिँ अब खानासानाहरू भइरहेछ। सो अब मेरो पालो रहेको छ घर बढाल्ने काम चाहिँ मैले सुरु गरिसकेँ। मेरो गर्मीले चाहिँ यस्तो हैरान भयो कि यहाँ हुनुहुन्छ मेरो सोल्टिनी। अनि त्यसपछि गाइजहरू यो चाहिँ हाम्रो मिनीभन्दा मिनी गार्डन भनौँ न होइन। गिलासहरूमा चाहिँ हामीले चाहिँ फुल रोपेको छौँ यसरी। सो अब म चाहिँ बढाल्न सुरु गर्छु। अनि गाइजहरू यो चाहिँ एक साइडको पाटा भयो भनेदेखि गाइजहरू म चाहिँ अर्को साइडको पाटा पनि गर्नुपर्ने हुन्छ। मैले चाहिँ सुरु चाहिँ यताबाट सुरु गरेँ। अनि त्यसपछि यहाँ चाहिँ अब टेबल सेबलहरू कुर्सीहरू यताउता भन्दा घुन्द्रुङ भइरहेको छ नि त। अब यहाँ चाहिँ मिलाएर राख्नुपर्ने हुन्छ। सो माकुराको जालोसालोहरू गरेर चाहिँ मैले चाहिँ मिलाएर चाहिँ सकेँ। यहाँ हुनुहुन्छ मेरो सोल्टिनी मलाई सघाउँदै हुनुहुन्छ। सो म चाहिँ यसरी बढालेर चाहिँ लगभग मैले सक्न लागेँ एक साइडमै। अनि फेरि यो अर्को साइडको मेरो मिनी गार्डन हेर्न सक्नुहुन्छ होइन। पकेट गार्डन भनौँ यसलाई, मिनी गार्डन भन्दा पनि। सो अब म अर्को साइडमा बढाल्न सुरु गरिसकेँ। अनि त्यसपछि गाइजहरू यहाँ चाहिँ यसरी चाहिँ मैले बढालेर चाहिँ होइन माकुराको जालो पनि झार्नु त पर्यो। अन्त माकुरा जालो झार्दै मैले बढालेँ। सो यसरी मैले चाहिँ बढालिसकेर चाहिँ अब चाहिँ फाइनल मैले सकेको अवस्था गाइजहरू। यहाँदेखि यता सकेर चाहिँ यता सकेँ मैले बढालेर होइन। यहाँदेखि परसम्म अनि यहाँदेखि परसम्म गर्नुपर्ने हुन्छ। सो मैले देखाएँ। अन्त यहाँ सोल्टिनीहरू के गर्नुहुँदैछ, रेडी हुनुहुँदैछ स्कुलको लागि। सो अब चाहिँ म पकाउँछु सब्जी। यो चाहिँ फर्सीको मुन्टा हो। फुपूलाई एकदम धेरै मनपर्छ नि त। अनि त्यसपछि मैले चाहिँ यो फर्सीको मुन्टालाई यहाँ पारेर पकाएँ। गाइजहरू तपाईँहरूलाई मनपर्छ कि पर्दैन? हरियो परियो खानु होला, आँखा तेजिलो हुन्छ। अनि यहाँ सोल्टिनीहरू गफ गर्दै हुनुहुन्छ। यहाँ फेरि हो उता मेरो बुहारी पनि छ। सो गाइज खाना रेडी भयो। यो चाहिँ फुपूको लागि होइन। त्यसपछि यो रहेको छ मेरो लागि। म चाहिँ खाँदैछु गम 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 होइन। आज चाहिँ अब खानासाना खाएर चाहिँ म चाहिँ इटरी जानुपर्ने छ नि त होइन। अनि त्यसैले मैले चाहिँ आज 8:30 खाना खाएँ गम 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 होइन। गाई चाहिँ फ्रिजमा राखेको भएर चिसो भएर नि दाँतै दुखाइदियो मेरो। अन्त एक थाल भात चाहिँ चुपचाप लागेर खाइसकेँ। अब धुनु त पर्यो। सो गाइस थालहरू धोएर चाहिँ लिएर चाहिँ राखेँ होइन। अनि त्यसपछि यहाँ 2टा थैलो दिनुभएको थियो फुपूले मलाई यहाँ चाहिँ ढुङ्गा भर्नुको लागि भनेर। आज भ्याउँदिनँ भोलि गर्छु भने। अनि फुपू चाहिँ जानुभयो त म काममा। अनि त्यसपछि म चाहिँ ब्रस गर्दै गाइसहरू दाँत ब्रस पनि गरिसकेँ। यसो अनुहार पनि हेरेँ मिलाउँदै। अन्त अलिकति नजारा हेर्न सक्नुहुन्छ, आकाश धेरै खुलेको छ। अनि म रेडी भएर टक्कसँगले रेडी भएर चाहिँ पैसा चाहिँ मसँग आज यति छ है भन्ने देखाउँदै थिएँ नि त। गाई चाहिँ यतिले अब पुगेर कता कता कुद्नुपर्ने हो, कति भाडा लाग्ने हो, पुग्छ कि पुग्दैन विचार गरी हेरौँ होइन। सो अनि गाइजहरू हल्का सनस्क्रिन लाउनै पर्यो। रेडी भएर बाहिर निस्केँ, ऐना हेरेँ। त्यसपछि म घरदेखि बाटोमा निस्किँदैछु। अब गाडी कुर्छु, त्यसपछि म जान्छु भन्दा भन्दै म गइ पनि सकेँ होइन। अनि गाइजहरू यसरी चाहिँ म चाहिँ गएँ। अनि म अहिले इटरीमा उत्रिसकेर सिटीमा चढेर चाहिँ म चाहिँ अफिस खोज्नलाई लागेँ बाटो होइन। जसोतसो पुग्यो सिटिभिटीको अफिस होइन। तर यहाँनिर चाहिँ फेरि फर्म सबमिट गर्ने, फर्म भर्ने ठाउँ चाहिँ होइन रहेछ। फेरि जानु पऱ्यो अर्कै ठाउँ गाइजहरू। अब भने म फाइनली पुगिसकेँ होइन। यहाँको नजाराहरू चाहिँ यस्तो प्रकारको रहेको थियो होइन।
अनि यसरी यहाँ धम्माधम पढ्दै हुनुहुन्थ्यो मैले पनि फर्म लिएर भर्न सुरु गरेँ होइन साथीहरू। अनि म चाहिँ यहाँनिर लेख्दैछु कि यहाँ अब यहाँ के लेख्न लाग्नु हुन्छ त्यही गर्दै थियो ड्याङ होइन गर्दै थिएँ। यहाँनिर अरूहरूले सोध्दै थियो मलाई पनि खासै थाहा भएन भन्दै म चाहिँ गर्दै थिएँ। अनि गाइजहरू म चाहिँ भरिसकेँ क्या भरिसकेर नि लागेबाट अब आज मेरो डकुमेन्ट पुगेन फेरि भोलि पनि जानुपर्ने अवस्था छ गाइज। म यो धुलोमा हिँड्न चाहन्न। त्यसपछि चाहिँ पैसा सकियो अब हिँड्दै हिँड्दै आएँ म यहाँनिर मेन रोडमा आइपुगेँ गाइजहरू। अन्त यतादेखि चाहिँ अब दमकतिर जान्छ अन्त सो हिँड्दै हिँड्दै आएँ। अनि साथीहरू अब धेरै गर्मी पनि भइरहेको थियो अब के गर्ने सिटीको भाडा पनि बचाउनु त पर्यो होइन। अनि म चाहिँ पुलबाट पनि हिँड्दै हिँड्दै आएँ खोइ के पुल पो भन्छ यसलाई। अनि कस्तो भोक लाग्यो अनि थुक्पा खाएँ तर गाइज भोकैले मात्रै उयो थुक्पा खासै मिठो थियो अनि चिसो खाएँ। त्यसपछि गाडीमा चढियो यसो एकछिन टिकटक बनाइयो होइन। अनि त्यसपछि एउटा यसो टिकटक पनि बनाएँ गर्मीले भन्नुहुन्छ भने पसिनाको हैरानी हेर्न सक्नुहुन्छ। त्यसपछि म दमकमा उत्रिएँ 30 रुपियाँ जतिको चटपटी खाएँ। त्यसपछि म घर आइपुगेँ गाइजहरू। आजलाई यति नै बाई बाई।